भारतीय सेनाको हतियारको लेखा परीक्षण गर्ने अडिट गर्ने भनिसकेपछि ओहो कहिलेको अडिटर हो तपाईँ, फेरि भारतीय सेनाको जनरल एडिटर त उसैले नियुक्त गरेको हुन्छ भनिसकेपछि त्यो विषयमा जिज्ञासा हो। त्यसपछि चर्किएर गयो। अब उहाँले उही 6 वर्ष अगाडि सम्भवतः त्यो रिअपलोड हुँदैछ भन्ने पनि सुनेको छु। पिएनपी मिडियामा त्यही चाङ्गा थलीमा गएर खिचिएको एउटा भिडियो अहिले कन्ट्रोभर्सीमा आयो। 6 वर्ष अगाडि अपलोड भएको त्यो भिडियोमा त्यो सम्भवतः 19 मिनटको छ। त्यो भिडियोमा उहाँले वृद्ध बाबै आमै दुईजना व्यक्तिलाई वरिपरि राखेर, भले विनयजी त्यहाँ क्यामेराको फ्रेममा हुनुहुन्न, तर पिएनपी मिडियाको त्यो भिडियो खिच्ने मच्छेन्द्रजीले पनि मलाई भन्नुभयो र पिएनपी मिडियाको ओनर चर्चित पत्रकार युवराज खत्रीजीले पनि यो कुरा मसँग गर्नुभएको छ। हुन त ज्ञानेन्द्र साईजीको विषयमा मान्छेहरूले बढी नै नोटिस गरेको चाहिँ अस्ट्रेलियाको भिजिटमा उहाँले मेरो फर्स्ट काम भनेको चाहिँ भारतीय सेनाको हतियारको लेखा परीक्षण गर्ने थियो, अडिट गर्ने थियो भनिसकेपछि ओहो कहिलेको अडिटर हो तपाईँ, फेरि भारतीय सेनाको जनरल एडिटर त उसैले नियुक्त गरेको हुन्छ भनिसकेपछि त्यो विषयमा जिज्ञासा हो। त्यसपछि अब यो विषय चर्किएर गयो। पिएनपी मिडियामा त्यही चाङ्गा थलीमा गएर खिचिएको एउटा भिडियो अहिले कन्ट्रोभर्सीमा आयो। त्यो कुनै ब्याङ्क थिएन, कपिल मगरसँग अथवा शेखु धमाकासँग गर्ने जस्तो यदि थियो भने पनि 19 मिनटको बिचमा कतै यो ठट्टा है, यो आज अप्रिल फुल हो, जस्ट किडिङ भनेर बोलिएको हुन सक्थ्यो। त्यो रियल भिडियो। त्यहाँ उहाँले अग्नि 5 बनाउनको निम्ति म इन्डियन एरोनोटिकल साइन्टिस्टको रूपमा सेलेक्ट भएको थिएँ, तर मलाई देशको उत्पातै माया थियो, त्यसकारण म फर्केर आएँ भन्नुभएको छ। एकचोटि म आफै पनि यो भिडियो तपाईँलाई सो गर्न चाहन्छु ताकि केही प्रतिप्रश्नहरू गर्न सजिलो होस्। यो कुनै एआई जेनेरेटेड भिडियो पनि होइन। हुन त अहिले बेन्जामिन नेतान्याहु बितेको भनेर एआई जेनेरेटेड भिडियो आयो भनेर पनि भनिरहेछन्। आफूले जिम्मेवारी नलिने ठाउँमा एआई भनिदिइहाल्छन्। कमसेकम उहाँले एआई भनिदिनु भएन, त्यसको लागि चाहिँ धन्यवाद छ। म उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्छु। जितेर आउनु भएको छ, उहाँलाई शुभकामना छ। विश यु अल द बेस्ट। साला खाला कुरा आएको छ। यहाँ 3टा कुरा पोइन्ट टु बी नोटेड तरिकाले याद गर्नुपर्छ। पहिलोचोटि केपी शर्मा ओलीज्यू यो 72 को भूकम्पपछि उहाँले प्रधानमन्त्रीत्व सम्हाल्नुभयो। त्यतिखेर उहाँको इन्डिया भिजिट भएको कुरा साँचो र इन्डिया भिजिट हुँदा त्यसको सारा म्यानेजमेन्ट मैले गरेँ भन्नुभएको छ। अब यो कुरा कृपया पुष्टि गरिदिनु होला। तपाईँ कुन कूटनीतिक तहमा हुनुहुन्थ्यो, कसरी तपाईँले म्यानेज गर्नुभयो, तपाईँ अब राजनीतिज्ञ हुनुहुन्थ्यो कि कूटनीतिज्ञ हुनुहुन्थ्यो कि कसरी तपाईँले त्यो म्यानेज गर्नुभयो, जबकि त्यसको सारा जिम्मेवारी सम्हाल्ने भनेको त्यहाँको दूतावास हुन्छ। भारत स्थित नेपाली दूतावासले त्यसको कमान्ड कन्ट्रोल गर्छ। नम्बर 1। अब कहिले तपाईँ एरोनोटिकल साइन्टिस्ट जस्तो कुरा गर्नुहुन्छ होइन, तपाईँले चाहिँ अब नासाको कुरा गर्नुहुन्छ घरि, फेरि अब त्यो चाहिँ साइन्स सेक्टरको कुरा हो, खगोल विज्ञानको कुरा हो। अग्नि 5 बनाउन सेलेक्ट भएको पनि भन्नुहुन्छ। अग्नि 5 को नेतृत्व चाहिँ तत्कालीन भारतीय राष्ट्रपति अब्दुल कलामले गर्नुभएको थियो। त्यो साइन्स सेक्टरको कुरा हो। घरि अब कमर्सतिर यता सिए पनि थिए भन्नुहुन्छ। यसो गरिदिनु न, केही गर्नु परेन क्या। हामी तपाईँलाई बिलिभ गर्छौँ। तपाईँले यी सब कुरा आइसकेपछि भरे आफ्नो सोसियल साइटमा यी सब प्रमाणपत्र राखिदिनुहोस्। कहिले तपाईँ एरोनोटिकल साइन्टिस्टको रूपमा छनौट हुनुभयो, कहिले त्यसलाई डिनाइ गर्नुभयो, अनि भारतमा केपी शर्मा ओलीज्यूको स्टेट भिजिट हुँदाखेरि त्यसको म्यानेजमेन्ट कसरी गर्नुभयो तपाईँले, अनि त्यसका फोटोग्राफ्सहरू भिडियो छन् भने त्यो पनि ल्याइदिनुहोस्। त्यसै गरी सिए अध्ययनरत थिए भन्नुहुन्छ, एसएलसी +2 र ती डकुमेन्टहरू पनि कृपया तपाईँले ल्याइदिनु होला। टिकाराम यात्रीजी, कठगरा 2 मा छुट्नु नहुने पात्र चाहिँ विनयजन बस्नेत। अबको कठगरा 2 चाँडोभन्दा चाँडो आओस्। खुद ज्ञानेन्द्र साईजीले गर्नुभयो भने हामी आभारी हुन्छौँ, उहाँलाई धन्यवाद पनि दिन्छौँ। किनभने कठगरा भन्ने बित्तिकै दुधको दुध पानीको पानी छुट्याउने गरी राजहंस जस्तो भूमिका निर्वाह गर्नुपर्छ। साला खाला कुरा आएको छ। यहाँ 3टा कुरा पोइन्ट टु बी नोटेड तरिकाले याद गर्नुपर्छ।